यदि पार्टनर हुँदा हुँदै छुटिनु चाहेको छ भने चाहे छोरा मान्छे होस् चाहे छोरी मान्छे होस् यति कुरा त अवश्य हुन्छ। सुन्नु ल, बिस्तारै बिस्तारै बोल्ने कम हुँदै जान्छ हैन। 24 घण्टामा 24 घण्टा समय दिने मान्छे 20 मा 15 मा 10 मा झर्दै जान्छ। अनि सोध्छौ नि त त्यो पार्टनरले त किन के भयो, के हुँदैछ, किन परिवर्तन भयो? म परिवर्तन भएको होइन, मेरो समय नै यस्तै हो। मेरो आज यस्तो काम परेको थियो, आज मिटिङ थियो, घरमा आज यस्तो प्रब्लम पर्यो, बिस्तारै के हट्दै 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 जान्छ के हैन। आज भन्दा भोलि भन्दा उसको दिनकै समय दिने उसको कम हुँदै जान्छ, एकदम अलगिँदै जान्छ। तर किन थाहा छ? अलरेडी उसले कोही पाइसकेको हुन्छ के। जिन्दगीभर तिमीलाई साथ दिन्छु भनेर बाचा त गर्छौ, हरेक तन मनदेखि माया गर्ने मान्छे हो तिमी। तिमीलाई छोड्नलाई त संसार छोड्नुपर्छ मैले भन्ने मान्छेले डाइरेक्ट अर्को चुज गरिसकेको हुन्छ। तर यदि तपाईको पार्टनरमा त्यस्तो कोही छ भने प्लिज पहिल्यै बुझ्नु कि यो यसको छोड्ने चाहना रहेछ। पहिले अनि तपाईँ उसलाई बोल्न छोडिदिनुहोस्। उसले त झट्टै छोडेर जान्छ नि त हैन। कुर्नेले त कुरिरहेको हुन्छ, पीडा त उसले भोगिरहेको हुन्छ नि त। उसको लत एउटा कस्तो हुन्छ भने त्योसँग पनि लाग्ने त्योसँग पनि लाग्ने लत छ भने नि त्यो मान्छेलाई कसैले पनि सुधार्न सकिँदैन। त्यसैले चाहे छोरा होस् चाहे छोरी होस् सुधार्ने कोसिस नगर्नुस्, त्यसैको बाटोमा हिँड्न दिनुस् है।